यो मोबाइल चाहिँ खसेर यो अगाडिको डिस्प्ले यसरी र पछाडिको जुन बेस छ त्यो पनि भाङ्गो भएर यस्तो भएको थियो, जुन चाहिँ हामीले यो हाउजिङ अनि ओरिजिनल डिस्प्ले पुरै टोटली एसेम्बल गर्दैछौँ। यो चाहिँ हेटौँडाबाट हामीलाई ट्रस्ट गरेर पठाउनु भएको हो यो है, टिकटक हेरेर। सो हामीले यसरी नै बनाइरहेका छौँ। यो चाहिँ राम्ररी यो पार्ट्स राम्ररी लगाएन भने चाहिँ कहिले नेटवर्क नआउने, कहिले माइक नसुनिने, अनि हाउसिङ पनि राम्ररी फिट नहुने, इभन डिस्प्ले पनि तपाईँको राम्रोसँग पहिले त्यो सेटमा यसरी नबस्ने हुन्छ। सो बरु एकछिन टाइम लागोस्। सो मैले यो टाइम लिएरै राखेको हो। यो 3 दिन 4 दिनको टाइम लिएको थिएँ। यो कम्प्लिटली बनिसकिसकेको छ। सो यो चाहिँ हामीले यसरी फिट गरिसकेको छौँ। तपाईँहरूको पनि यस्तै मोबाइलहरू एसेम्बल गर्नु छ, हाउजिङहरू फुटेको छ, टोटली हाउजिङ ओरिजिनल डिस्प्ले फेर्नु छ, इभन आइफोन एन्ड्रोइड जुनसुकै ब्रान्डको भने पनि हामी बालाजी मोबाइललाई सम्झिन सक्नुहुन्छ। यो सबै कम्प्लिटली नट चाहिँ लगाइदिनुपर्छ। म्याक्सिमम् पसलहरूले नट नलाइदिएको हुन्छ। अनि यो नट मजाले लगाइदिइसकेपछि के हुन्छ भने प्रपरली तपाईँको साउन्ड स्पिकर माइकहरू नेटवर्कहरूले काम गर्छ है। हामीले मजाले ग्लु लगाएर चप्टाइसकेपछि यसरी टक्कसँगले रबडिङ गरेपछि 1 घन्टा राखेपछि यो डम्मी रेडी भयो। अब यसरी टक्क चेक गर्दा दामी भयो, क्यामेरा पनि दामी आएको छ। सो तपाईँहरूलाई पनि यस्तै सर्भिस चाहिन्छ भने कहाँ आउने भन्दा बालाजी मोबाइल इन कोटेश्वर